बुझाउने प्रयास गऱ्यौँ। अब एकदम इजी कुरा छ यो, धेरै, किनभने प्रहरीले मुद्दा दर्ता गरेको छ, मेन अभियुक्तलाई थुनिरहेछ, भित्र छ, र बाँकी जो भागेका छन् तिनीहरू कानुनको दायरामा आउन बाध्य हुन्छन् उनीहरू। त्यसकारण यसमा बाटो बन्द गर्न पर्ने कुरै छैन। बाँकी उहाँहरूका केही कुराहरू छन् भने हामीले समन्वय सहजीकरण गरिदिन पर्ने कुरा छन् भने हामी हरेक क्षण हामी उहाँहरूको लागि हामी उहाँहरूसँग कुरा गर्न तयार छँदैछौँ। अहिले चाहिँ अब बाटो खोलिसकेको छ र त्यसपछि केही प्रतिनिधिहरू हामीसँग आउँदै हुनुहुन्छ। अब हामी कुरा गर्छौँ र त्यहाँको चाहिँ अवस्थालाई शान्तिपूर्ण सामान्य बनाउन सहयोग गरिदिनको लागि म सम्पूर्ण त्यहाँका स्थानीय नागरिकहरू, राजनीतिक दलहरू, त्यहाँका भद्र भलादमीहरू, सम्पूर्ण चाहिँ जान्ने बुझ्ने मान्छेहरू, मिडिया, नागरिक समाज सम्पूर्णलाई म अनुरोध गर्दछु। मेरो सुरक्षा भन्ने अहिले हामीले नारा राखेर धनुषा प्रहरीले काम गरिरहेको छ। त्यसकारण तपाईँहरूकै मान्छे हुन्, जसले तपाईँको दिनरात सुरक्षा गर्छ, तपाईँकै लागि खटिया छ, अनि तपाईँको लागि खटिएको मान्छेलाई ढुङ्गा हान्ने त्यो नगरिदिन म एकदम अनुरोध गर्दछु। हामीले राम्रो काम गरेका छौँ, हामीले गर्छौँ, हामी माथि विश्वास गर्नुहोला र तपाईँहरूको साथमा हामी छौँ जहिले पनि।